Day 3 of 2026. So आज the weekend, Saturday, market off हुन्छ. जस आज मस्त ब्याक टेस्टिङ गरिन्छ. सो त्यतिखेर ब्याक टेस्टिङै भेटौँला. सो त्यसमा के सिक्यो सो जानकारी गराउने छु. लेट्स गो. मैले आज टक्क ब्याक टेस्टिङ गरेको मार्च महिनाको 2024 होइन. अनि यसो अलिअलि रिजन लेखेको लगभग मैले मार्च महिनाको 14वटा सेटअपमा 8वटा चाहिँ प्रफिट भयो. अनि हरेकमा 50%, 1% रिक्स लिँदाखेरि चाहिँ यति हुँदो रहेछ भनेर मैले हिसाब गरेको. 55% रिस्क 100 होइन, देख्न सक्नुहुन्छ. सो आजको दिन त मैले जस्ट ब्याक टेस्ट मात्र गरेर दिन बिताएँ होइन. सो अब भोलि सन्डे पनि ब्याक टेस्टै गर्छु. अनि त्यसपछि मन्डेबाट फेरि त्यसै गरी नै ट्रेड गर्छु. आजको मेरो डे 3 चाहिँ मेरो यतिकैमै दिन गयो. सो किप वाचिङ. भोलि पनि भेटौँला. है त, नमस्ते.